नमस्ते। आज हामी शिक्षक मेन्टरिङ एप कसरी चलाउने भन्ने सम्भावनामा छोटो चर्चा गर्नेछौँ। अब मोबाइलको स्क्रिनमै जाउँ। लागि हामी गुगलमा जान्छौँ। गुगलमा गए पछाडि CEHRD.gov.np यो वेबसाइटमा जान्छौँ। यो वेबसाइटमा गएपछि तल हेर्नु होला। तल हेर्दै स्क्रोल गर्दै गएपछि यहाँ शिक्षक मेन्टरिङ भन्ने छ। यसमा क्लिक गर्नु होला। क्लिक गर्ने बित्तिकै यहाँ एप डाउनलोड गर्नुहोस् भन्ने छ। यसमा क्लिक गर्नुभयो भने एप डाउनलोड हुन्छ। डाउनलोडिङ भन्दैछ। एकैछिनमा डाउनलोड भइहाल्छ। यसैमा तपाईँ ओपन थिच्नु होला। ओपन थिचे पछाडि यसमा चाहिँ इन्स्टल एप भन्ने गर्नु होला। एप इन्स्टल गर्नको लागि हुन्छ। अब यसले इन्स्टल गर्ने भनेर सोध्यो। मैले इन्स्टल गर्ने भनेर भने अब यो इन्स्टल हुँदैछ। अब इन्स्टल भइसके पछाडि यसलाई डाइरेक्ट ओपन गर्दा पनि भयो। यसले पर्मिसन माग्छ। यो पर्मिसन मैले दिएँ। अब दर्ता गर्नुहोस् भन्नेमा जानुहोस्। अब दर्ता गर्नुहोस् भन्नेमा गए पछाडि यहाँ नाम लेख्नु होला। अब यसमा सोधिएका सबै विवरणहरू स्पष्ट रूपमा भरेर कन्फर्म गर्नुहोस्। गरेपछि खाता बनाउनु। अब खाता बनाउनुहोस् भयो। अब के छ, यो इमेल एड्रेसमा तपाईँको कोड जान्छ। अब यसलाई यो होम स्क्रिनमा थिचेर यसलाई हटाउनुहोस्। हटाए पछाडि एपको कोड आइसकेको छ। यहाँ कोड 643833 यहाँ कोड आएको छ। अब यसलाई फेरि जानुहोस्। त्यही ठाउँमा गएर के गर्नु त भन्दाखेरि हाल्नुहोस् 6438 प्रमाणित गर्नुहोस् भने अब खुल्यो। खुलिसके पछाडि तपाईँको जुन विद्यालयमा तपाईँले गएर त्यो स्कुलको नाम लेख्नुहुन्छ, जस्तो कि प्राय जसो अब नाम कति विद्यालय छ मानौ मा क्लिक गर्नु। क्लिक गरे पछाडि सहमत हुनुहुन्छ मा क्लिक गर्नु भयो भने के हुन्छ त, त्यो ठाउँमा कोड जान्छ। त्यो विद्यालयको इमेलमा कोड जान्छ। त्यो इमेलमा कोड गएको इमेलको कोड यसमा हाल्नु भयो भने तपाईँ यो अगाडि जान सक्नुहुन्छ। वा अब यो भएन भनेदेखि मैले ब्याक गरेँ। भएन भने क्युआर कोड स्क्यानर गरेर पनि तपाईँ डाइरेक्ट जान सक्नुहुन्छ। अब तपाईँ यो स्कुलमा पुग्नुहुन्छ। पुगिसके पछाडि यो स्कुल यहाँ देखियो। स्कुल थपिने बित्तिकै तपाईँलाई के पायो, नयाँ सत्र सुरु गर्नुहोस् आयो। शिक्षक मेन्टरिङ निर्देशिका, यो तपाईँहरूले हेर्नुभएको शिक्षक मेन्टरिङ निर्देशिका यसमा छ। त्यसै गरी मेन्टरिङ निर्देशिका विचाराधीन सत्रहरू र मेन्टरिङ तथ्याङ्कहरू हुन्छन्। त्यसपछि शिक्षक नयाँ थप्नुहोस्। अब यहाँ शिक्षक मेन्टीको सम्पूर्ण विवरणहरू भर्नुहोस्। जे दिएको छ सबै कुरा भरिसक्नुहोस् र एड गर्नुहोस्। एड गरेको शिक्षकको विवरण पुनः यहाँबाट एडिट गर्न सक्नुहुन्छ। यसमा फोटो पनि राख्न सक्नुहुन्छ। फोटोलाई यस ग्यालरीबाट ल्याएर वा क्यामेराबाट ल्याएर फोटो राख्न सक्नुहुन्छ। यसरी शिक्षकको अपलोड गरिसकेपछि नयाँ सत्र सुरु गर्नुहोस् भन्नेमा क्लिक। यसमा मेन्टरिङ प्रक्रियाको बारेमा 4 वटा बुँदामा लेखिएको छ, त्यो अध्ययन गर्नुहोस्। त्यसपछि तयारी सुरु गर्नुमा क्लिक गर्नुहोस्। त्यसमा भएको विवरण भर्नुहोस्। विद्यार्थी संख्या, विषय, कति मिनेटको पिरियड हो, त्यो सबै चिज भर्नुहोस्। कुन विषय हो सबै चिज भरिसक्नुहोस्। पाठका उद्देश्य लेख्नुहोस् अनि अर्को चरणमा जानुहोस् भन्नेमा क्लिक गर्नुहोस्। यसमा 16 वटा इन्डिकेटर देखिन्छ। कक्षा अवलोकन गर्नुहोस् र यो 16 वटा इन्डिकेटरमा तपाईलाई कुन कुन ठाउँमा कस्तो खालको विवरण छ त्यसलाई भर्दै जानु होला। स्कोर गर्दै जानुहोस्। स्कोर गर्दै गइसकेपछि सबै सकिए पछाडि 5 वटा क्षेत्रमा सकिए पछाडि यसमा भएका सबै विवरण भर्नुहोस् र पुष्टि गर्नुहोस् मा क्लिक गर्नुहोस्। त्यसपछि यस्तो इन्टरफेस खुल्छ अनि यो माथिको निलो बटनमा क्लिक गर्नुहोस्। त्यसपछि यो 16 वटा इन्डिकेटर मध्ये कुन चाहिँ इन्डिकेटरमा मेन्टरिङ गर्ने हो त्यसमा क्लिक गर्नुहोस्। त्यसपछि मेन्टरिङ सुरु गर्नुहोस् भन्ने बटनमा क्लिक गर्नुहोस्। जसमा सुधारका लागि केही उपाय छ भने त्यसमा लेखिदिनुहोस्, उदाहरणको लागि भन्ने ठाउँमा। यदि मेन्टीले डायरीमा केही कुरा लेख्नु भएको छ भने
त्यसलाई फोटो अपलोड गर्नुहोस् भन्ने ठाउँमा क्लिक गरेर अपलोड गर्नुहोस्। यसरी एउटा मेन्टरिङ सत्र सकिन्छ। यदि नयाँ शिक्षक थप्नु परेमा नयाँ शिक्षक थप्नुहोस् भन्नेमा क्लिक गर्नुहोस् अनि विवरण भरेर अपलोड गर्नुहोस्। यसमा अन्य कुराहरू पनि हेर्न सकिन्छ। यसरी जो शिक्षक मेन्टरिङ एप प्रयोग गर्न सकिन्छ। अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। भिडियो राम्रो लागेमा लाइक, शेयर र कमेन्ट गरिदिनु होला। अन्तमा मेरो च्यानल सब्स्क्राइब गर्न नबिर्सिनु होला। धेरै धेरै धन्यवाद।